साथीहरु मैले अहिले चाहिँ एकदमै राम्रो खालको भिडियो सबैलाई काम दियोस् भनेर एउटा सामानको बारेमा जानकारीमूलक भिडियो लिएर आएको छु। यो मल्टिप्लग सम्बन्धी। यो मल्टिप्लग किन्दा हामी हैरान हुन्छौं हैन। अब प्राय मल्टिप्लग किनेर लिएर आयो घरमा यसो अलिकति राम्रो खालको सामान हेभी सामानहरु चलायो भनेदेखि छिटो डढ्ने समस्या आइदिन्छ। अनि त्यो हेभी सामान चलाउने खालको मल्टिप्लग ल्यायो किनेर ल्याउन खोज्यो भनेदेखि 1200 800 900 यस्तो पर्छ। त्यो पनि दिगो चाहिँ हुँदैन। आज हजुरलाई म एकदमै थोरै पैसामा सबै सामान चलाउन मिल्ने हैन एकदम हेभी सामानहरु भयो जस्तो पानी तताउने जग भयो हैन राइस कुकर भयो अनि आइरनहरु भयो जम्मै चलाउन मिल्ने खालको मल्टिप्लगको बारेमा जानकारी लिएर आएको छु। सबैजनाले आफै बनाउन सक्नुहुन्छ। त्यही भएर नि मैले यो भिडियो बनाउन खोजिया हुँ है सबैलाई काम दियोस् भनेर। यदि यस्तो खालको चाहिँ मल्टिप्लगबाट वाक्क हुनुहुन्छ कुनै मल्टिप्लग ल्याउँदा पनि थामेको छैन पैसाकै मात्रै लस भइरहेको छ भने चाहिँ हजुरको लागि यो भिडियो एकदमै इम्पोर्टेन्ट छ। भिडियो मन परे पनि लाइक गरिदिनु साथीहरु। यस्ता खालका भिडियोहरु हजुरलाई मन पर्छन् भने यो भिडियोमा पहिलोचोटि आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अब साथीहरु यहाँ हेर्नुहोस् है हामी यस्ता खालका मल्टिप्लग लिएर आउँछौं अनि हामी यसो ल्याएर चलायो अलिकति हेभी सामान 500 वाट देखि बेसीका सामानहरु चलायो भने यिनीहरु छिटो डढ्छन्। किन भन्नुहुन्छ भने यो खालको तार पनि त्यति भरपर्दो राम्रो खालको हुँदैन अनि हामीले अलि धेरै पैसा हालेर 800 1000 तिरेर ल्यायौं भने तार अलिकति भरपर्दो भए तापनि भित्रको सर्किट छिटो डल्ने सम्भावना पनि हुन्छ। किन भन्नुहुन्छ भने तपाईलाई म खोलेर देखाइदिन्छु। पहिला हेर्नुहोस् ल यस्तो खालको सर्किटमा भित्र के लगाएको हुन्छ अनि किन टिक्दैन भन्ने कुराहरु हजुरले थाहा पाउनुहुन्छ। आज यस्तो खालको मल्टिप्लग कुरा गर्न गइरहेको छु सस्तो पनि पर्ने दरो पनि हुने। अब हेर्नुहोस् ल अब यस्तो खालकोमा के हुन्छ भन्देखि सबै तारहरुले वेल्डिङ गरेको हुन्छ हैन अनि यो तारहरु छिटो डढ्दिन सक्छ के। अब हामीहरुले यस्तो खालको सामानको ठाउँमा यो हामीले यति किन्ने हो भने 4-500 पर्छ है। अब हजुरलाई मैले चाहिँ आज देखाउन खोजेको के हो भने यस्तो खालको एउटा वायरलेस मुभेबल सकेट पाउँछ मार्केटमा किन्नलाई। हजुरले आफ्नो आवश्यकता अनुसार लामो ठुलो सानो जस्तो पनि किन्न सक्नुहुन्छ। यो एकदमै हेभी हुन्छ। हेर्नुहोस् यो खालको है यसमा वायर लगाएको छैन। यो एकदमै हेभी हो। वेट पनि यसो गर्ने हो भने यो धेरै हेभी छ। अब यो यहाँनिर पछाडी लेखेको पनि हुन्छ यो 16 एम्पियरको हुन्छ है। अब 16 एम्पियर भनेको धेरै हेभी सामानले थाम्ने भयो हैन। अब यो ल्याएर बनाउँदै गर्दाखेरि त्यत्रो धेरै खर्च पनि आउँदैन। यसमा राम्रो खालको तार हालेर राम्रो खालको 3 पिन सकेट हालेर 400 देखि 500 सम्ममा यो कम्प्लिट रेडी हुन्छ तपाईले सबै सामानलाई जोड्दाखेरि है। अब 400 देखि 500 रुपैयाँमा एकदमै राम्रो खालको जुनसुकै सामान थाम्ने खालको मल्टिप्लग बनिन्छ भने यस्तो खालको सामानमा किन बारम्बार पैसा खर्च गर्ने। अब यो जोड्नलाई पनि एकदमै सजिलो छ है। यसको केही गर्नु पर्दैन। यहाँनिर एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा यतापटिको साइडमा नट लगाएको छ भने यतापटि दुईटा लगाएको छ। यहाँनिर हातको चिन्ह पनि दिएको छ। हामीले यताको केही खोलिराख्नु पर्दैन। यही दुईटा नट मात्रै खोल्दाखेरि हामीले यसमा वायर जोड्ने ठाउँ भेटिहाल्छौं। तर अहिले चाहिँ हजुरलाई म यो भित्र चाहिँ कस्तो हुन्छ त्यो पनि देखाउने छु किनभने डर त हुन्छ भनिया छु तर भित्र अहिलेको मल्टिप्लग र यसमा फरक छ कि छैन कम्तिमा त्यो पनि हेरिहालौं। ल हेर्नुहोस् है यसमा पुरै पत्ती युज गरेको छ। वायर काहीँ पनि छैन हेर्नु होला है एकदमै हेभी खालको छ। अब यो जोड्नको लागि मैले अघि भनिसकेको छु केही गर्नु पर्दैन। मात्रै यो पछाडीको कभरलाई खोलिदेखि पुग्छ है। यसलाई मात्रै खोल्न हामी सक्छौं यसो गरेर। अब यहाँनिर हेर्नु होला यहाँनिर दुईटा तार यो नट छ। यहाँनिर दुईटा नट छ है। यसमा चाहिँ हामीले कनेक्सन गर्ने हो अनि यो चाहिँ भनेको तार टाइट भएर बसोस् तार नहलियोस् भन्नको लागि तार चेप्नको लागि यो युज गरिया हुन्छ। यसको नट खोलेर टक्क यहाँनिर तार छिराइदिएर माथिबाट नटलाई फेरि मज्जाले कसिसके पछाडी यो कम्प्लिट सकियो अनि यसको माथिबाट अघि हामीले खोलेको यो तारलाई सरक्कसँगले फेरि यहाँनिर लगाइदिने अनि फेरि कसिदिने। एकदमै इजी छ। तपाई हामी सबैजनाले गर्न सक्छौं है यो काम चाहिँ। तपाईले जहाँ यो बोर्ड किन्न पाउनुहुन्छ यो तार पनि त्यही किन्न पाउनुहुन्छ। नभए बोर्ड किनेको ठाउँमा तार पाउनु भएन भने बिजुली पसलमा गएर हजुरले तार लिन सक्नुहुन्छ। यति भएपछि यति राम्रो मल्टिप्लग बनियो नि यो। यसमा तपाईले जे सुकै सामान चलाउनुहोस् है मज्जाले थाम्छ डढ्ने चान्सेस हुँदैन। यति गरेर अब हामीले नट लगाइदियौं भनेदेखि यहाँनिर यहाँ एकदमै कम्प्लिट भयो हैन। त्यसपछि यसलाई नट लगाएर कम्प्लिट गरिसकेपछि यो तारहरुलाई एउटै बनाउनको लागि चट्टसँगले दाम्लो बाटा स्टाइलले यसरी सुइसेसँगले बाट्दिने हैन। यसरी चट्टसँगले यो खालको बाटेर
त्यो यहाँ लगिदिने हेर्दा पनि राम्रो देखिन्छ नि त यस्तो भएपछि है। अनि त्यस पछाडि हजुरहरूले अब तपाईँलाई यो कुन ठाउँमा चाहिएको, अब हेभी सामान राइस कुकर भयो, लुगामा लगाउने आइरन भयो या हिटर जस्तो कुराहरू भयो, त्यो सामान चलाउनु हुन्छ भने हजुरले यो 16 एम्पियरकै सकेट लगाएर पावर सकेटबाट युज गर्नु पर्यो है। अब होइन नर्मल यतिकै सधैँभरिलाई राम्रो होस् दिगो होस् तर यसो मोबाइल सोबाइल चार्ज गर्ने, टिभीहरू हेर्ने, स्ट्यान्ड पङ्खाहरू चलाउने त्यत्रो हेभी सामान चाहिँ चलाइँदैन भने जस्तो लाग्छ भने चाहिँ हजुरले यो खालको 3 पिन टप लगाएर पनि नर्मल बोर्डहरूबाट चलाउन सक्नुहुन्छ। यो भिडियोमा तपाईँहरूलाई मैले यही जानकारी गराएँ। भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। साथै मैले यो सिकाएको टिप्सले तपाईहरु पनि वक्क दिक्क हुनुभएको छ, मल्टिप्लक जलेको जलै छ भने एकचोटि यो ट्राई गर्नु होला भन्दै बिदा हुन चाहन्छु। हस्त बाई।